नमस्ते, म डाक्टर प्रतिज्ञा गौतम, स्त्री तथा प्रजनन विशेषज्ञ, हाल वात्सल्य क्लिनिक ललितपुर ब्रान्चमा कार्यरत छु। आज हामी कुरा गर्छौँ सन्तान योजनाका लागि गर्नुपर्ने महत्त्वपूर्ण परीक्षणहरूको बारेमा। महिलाहरूको हकमा आउँछ ब्लड टेस्ट। ब्लड टेस्टमा बेसिक टेस्ट गर्छौँ हामीले, कम्प्लिट ब्लड काउन्ट, त्यसमा एनिमियाहरू गर्न हामीलाई थाहा हुन्छ र हर्मोन टेस्ट गर्छौँ हामीले, थाइरोइड फङ्सन टेस्ट, प्रोल्याक्टिनको लेभलहरू हेर्छौँ र अर्को चाहिँ इम्पोर्टेन्ट हुन्छ एएमएच भनेर अन्डाको भण्डारको लागि हेर्छौँ र अर्को चाहिँ ब्लड सुगरको लेभल हेर्नुपर्ने हुन्छ र अर्को आउँछ इम्पोर्टेन्ट भनेको भिरेक्स रे मार्फत हामीले हेर्छौँ पाचकहरूमा बनावटी केही छ कि समस्या त्यो हेर्छौँ र अन्डाको भण्डार कति छ र अन्डाशयको आकार र कुनै पनि खराबी छ कि भन्ने चाहिँ हामीले भिरेक्स रेको मार्फत थाहा पाउँछौँ र अर्को महिलाको हकमा आउँछ नली चेक गर्ने है। नली चेक गर्दाखेरि एचएससीद्वारा हामीले नली चेक गर्छौँ, नली खुला छ कि बन्द छ हामीले एचएससीबाट थाहा पाउँछौँ र पुरुषको हकमा आउँछ शुक्रकीटको जाँच। शुक्रकीटको जाँच गर्दाखेरि शुक्रकीटको नम्बरिङ कति छ हेर्नु पर्यो र सँगसँगै हामीले मर्फोलोजी भनेको शुक्रकीटको आकार हेर्छौँ र चल्ने शुक्रकीटको मात्रा कति छ हेर्छौँ र कुनै पनि इन्फेक्सन छ कि छैन त्यो पनि हेर्नुपर्ने जरुरी हुन्छ।